के आँखा र मुख सुक्खा हुने पनि बात हुन्छ र? नमस्कार, म डाक्टर विनित वैद्य। हुनसक्छ आँखा मुख सुक्खा हुने एक किसिमको बातको लक्षण हुनसक्छ, तर बातमा मात्र हुने चिज होइन। अहिले पोल्युसनले, स्क्रिन हेर्ने बानीले आँखा सुक्खा हुन्छ हाम्रो, होइन। अब कतिवटा डायबिटिज जस्तो रोगहरूले मुखहरू सुक्खा हुनसक्छ। तर आँखा र मुख सुक्खा हुने सग्रेन्स सिन्ड्रोम भन्ने एक किसिमको बात हुन्छ, जसमा चाहिँ हाम्रो रोग निरोधक शक्तिले ग्ल्यान्डहरूलाई असर गर्छ। थुक सुक्दै जाने, थुकको मात्रा कम हुने, त्यसले गरेर चाहिँ दाँतहरूको प्रब्लम आउने, दाँत किराले खाने, दाँतै भाँचिने खालको समस्या हुन्छ। आँखा सुक्खा मात्र हुने होइन, आँखामा रातोपन आउने, होइन। आँखा त्यो पोल्ने, दुख्ने समस्याहरू हुन्छ। अब फरक के हुन्छ बाथ र अरू आँखा सुक्खा हुने कारणमा भने, सग्रेन्स बाथले आँखा र मुख मात्र सुक्खा हुने हुँदैन कि यसले नसाको खोलहरू पातलो हुने, नसा झमझमाउने, फोक्सो जाली पर्ने, सास फेर्न गाह्रो हुने, जोर्नीहरू दुख्ने, कक्रिने आदि चाहिँ भित्र अङ्गमा पनि असर गर्न सक्छ। त्यही भएर चाहिँ लामो समयसम्म आँखा मुख सुक्खा हुने समस्या भइरहेको छ भने एकचोटि बात हो कि भनेर जाँच गरेर हेर्दा हामीले यसको समयमै पत्ता लगाएर यसलाई चाहिँ यसबाट हुने जटिलताहरूलाई आरामले रोकथाम गर्न सक्छौँ।